Hi everyone, it's mutton curry. It's मेरो own style मा आज सिम्पल वे मा मौसमले क्लाइमेटले वेदरले च्यालेन्ज गरेको क्या एकदमै चिसो भएको सो दैट मटन बनाउनु थाले म चाहिँ कस्टमर पनि छैन सो दैट केटाकेटीले पनि लु 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 मम्मी आज स्पेशल के बनाउनुहोस् न हो हरे के यो चाहिँ ओन स्टाइलमै मेरो ओन स्टाइलमा यो चाहिँ मैले फ्राई के गरिनँ कस्तो हो भने यो चाहिँ अब फर्स्ट प्याज टमेटो गार्लिक अनियन अनि टमेटो प्याज एभ्रिथिङ अब के लाउनु छ आलु पनि मिक्स गर्दै मैले चाहिँ अनि त्यहाँदेखि दाल बोडी दाल पनि बनाउँ कि भने कि तर यहाँ अलिकति लगाइदिएको छु कस्तो ग्रेभीको लागि अनि सबै मिक्स गरेर चाहिँ त्यहाँदेखि मस्टर्ड ओइलमा अलिकति मस्टर्ड ओइल चाहिँ मजाले बोइल गरेर त्यहाँदेखि लगाएर चाहिँ यहाँ चलाउँदैछु अहिले अब यो चलायो हो चलायो अनि 10 मिनट जस्तो चलाउनु पर्छ यसरी 10 मिनट चलायो त्यहाँदेखि अब तपाईहरुलाई फ्राई खानु मन छ भने यस्तै ढक्कन लाएर छोपिदिन पनि हुन्छ अनि फ्राई खानु मन लागेन भने चाहिँ अलिकति वाटर लाउँदा पनि हुन्छ म चाहिँ एकछिन हेर्छु तपाईहरुलाई रिजल्ट देखाउँछु कस्तो हुन्छ हुनु त मटन त हो मिठो त मिठै हुन्छ होला This one is dal. यस्तो भयो लास्टमा अलि माथिबाट गर्न क्लियर देख्नु लास्टमा चाहिँ स्पेशल मैले चाहिँ अलिअलि मात्रै पानी हालेको थिएँ केटाकेटीको लागि हो यति साह्रो मलाई त इन्ट्रेस्ट लाग्दैन यो माछा मासु मेरो केटाकेटीको लागि खोइ टेस्ट गर्दा त मिठै छ भन्छ यस्तो भएछ है गाइस कुरुस मटन इज लाइक टेस्टी यो एक बाँडा भात